माई च्यानलमा सबैजनालाई नमस्ते। अनि आज चाहिँ म आइसकेको छु न्यू भिडियो लिएर। अनि आज चाहिँ म हजुरहरूलाई देखाउन लागेको छु हाम्रो घरको सागहरू। सो अब चाहिँ म देखाउनु वाला छु हजुरहरूलाई। पहिला चाहिँ हाम्रो यहाँ छ यो छ हाम्रो, त्यसपछि हाम्रो वहाँ छ साग। हाम्रो चाहिँ साग छ गाइस, उगेको ठुला ठुला यत्रो यत्रो साग छ। अनि त्यसपछि हाम्रो माथि छ फुलहरू गाइस, हेर्नु कति राम्रो देखिँदैछ फुल यहाँबाट। अनि त्यसपछि यहाँ दुईवटा रुख छन्। अनि त्यहीको माथि पनि फुलै होला है गाइस, यहाँ देखिरहेन पत्ताहरू छन् त्यहाँ। अनि अब चाहिँ म जाँदैछु माथि, माथिको देखाउनु छ हजुरहरूलाई। माथि चाहिँ बस्ती भ्यू देख, माथि चाहिँ मस्त भ्यू हुँदैछ गाइस। पहिला म पछाडि देखाइहाल्छु, त्यसपछि माथि देखाउँछु। पछाडि जान्छु पहिला म। सो हाम्रो चाहिँ पछाडि धेरै पछाडि पनि छ नि, पछाडि हाम्रो किचन गार्डन छ गाइस। अझ घाम हेर्नु गाइस, घाम लागेछ आज। यो चाहिँ हाम्रो किचन गार्डन। अनि यहाँ चाहिँ हाम्रो उगेको यो के गाइस, मलाई त नामै थाहा छैन यिनीहरूको। यो चाहिँ हाम्रो लसुन। यहाँ चाहिँ गाइस हेर्नु दाउरा राखेको छु कतिले। अनि यहाँ पछाडि पनि छ नि गाइस, यहाँ पछाडि एउटा खेत छ। अनि यहाँ त रुख छ। अनि यो चाहिँ हाम्रो पछाडिको ब्याक साइड, यो चाहिँ जाने सिँढी। अनि यो चाहिँ हाम्रो किचन गार्डन। अनि यो चाहिँ हाम्रो ब्याक साइड गाइस, पछाडिको घरको पछाडिको साइड। अनि यहाँ हेर्नु गाइस फ्लावर फ्लावर फ्लावर, ये गाइस पिंक वाला फ्लावर, पिंक वाला फ्लावर। भिजता पनि छ हेर्नु फ्लावर, फ्लावर। यो चाहिँ हाम्रो घरमा हेर्नु है, यहाँको साइड पडोसीको। अब चाहिँ हामी जाँदैछौँ माथि। माथि जाम। सो गाइस म हजुरलाई देखाउँछु फर्स्टदेखि। आज चाहिँ घाम त्यसै लागेको छ गाइस। पहिला यहाँ देखाउँछु, यो चाहिँ हाम्रो साग छ। अनि त्यसपछि हाम्रो यो छ। अनि हाम्रो यो छ लसुन, लसुन छ। अनि त्यसपछि हाम्रो छ यो पनि सागै हो सायद गाइस, सागै हो नि, सागै हो सायद। अनि अझै हाम्रो लसुनै छ। अनि गाइस यो के हो थाहा छैन, कमेन्ट गर्नु होला यो के हो भनेर। हेर्दाखेरि त यो सागै जस्तो देखिएको छ, तर यो के हो मलाई पनि थाहा छैन। साग जस्तो छ तर गाइस साग सानो हुँदैन। अनि गाइस यहाँ त उग्दैछ, यो के हो भन्ने। अनि गाइस हेर्नु आजको भ्यू, भ्यू चाहिँ यस्तो छ। कपडा सुकाएको छु भन्दै। त्यसपछि हाम्रो छ यो, अनि त्यसपछि हाम्रो छ यो, त्यसपछि छ यो, अनि त्यसपछि छ यो। अनि गाइस हाम्रो रकी अच्छा यो बदमासलाई कपडा लगाइदिएको, लगाएन कपडा लगाएन गाइसले। अनि आजको भ्यू चाहिँ यस्तो भएको छ गाइस, भ्यू आजको। अब म चाहिँ तल जान्छु गाइस। त्यो माथि मलाई गर्मी हुँदैछ माथि त। मैले कपडा पनि खोलिदिएँ अनि पातलो लगाएर, मैले कपडा पातलो लगाएँ। हेलो गाइस, हेलो बिगाडिदिनु पावलले।